कहिलेकाहीँ जीवनमा यस्तो लाग्छ नि, आखिर यो सब किन भइरहेको छ? हो, बौद्ध दर्शनमा यसको एउटा निकै गहिरो जवाफ छ, जसलाई भनिन्छ प्रतीत्य समुत्पाद। यो भनेको सिधा भाषामा कारण र कार्यको सिद्धान्त हो, जसले हाम्रो वास्तविकताको पूरै नक्सा कोर्छ। त्यो प्रश्नको पनि जडमा एउटा अर्को प्रश्न छ। हामी किन दुःख पाउँछौँ? कहाँबाट आउँछ यो पीडा, यो चिन्ता, यो असन्तुष्टि? आजको हाम्रो खोजी यही आधारभूत प्रश्नको उत्तरमा केन्द्रित हुनेछ। ल, आजको हाम्रो यात्रा यस्तो हुनेछ। सुरुमा हामी दुःखको बिउबारे कुरा गर्नेछौँ। त्यसपछि रुख कसरी हुर्कन्छ भनेर हेर्नेछौँ अनि अस्तित्वको श्रृङ्खलालाई बुझ्नेछौँ। र सबभन्दा महत्त्वपूर्ण, त्यो साङ्लो तोड्ने उपाय के हो? र अन्त्यमा सम्पूर्ण जङ्गललाई हेर्ने प्रयास गर्नेछौँ। यो यात्रा निकै रोचक हुनेवाला छ। पहिलो खण्ड, दुःखको बिउ, हाम्रो अनुभवको जडलाई खोतल्दै। अब सोचौँ त, हरेक कुराको सुरुवात एउटा सानो बिउबाट हुन्छ, होइन र? हाम्रो जीवनका ठूला ठूला घटनाहरू, दुःख सुख सबै साना साना यादै नगरिएका कारणहरूबाटै सुरु हुन्छन्। यो सिद्धान्तको मुटुमा एउटा सरल तर गहिरो सत्य छ। संसारमा कुनै पनि कुरा कारण बिना हुँदैन, एकदमै सिधा कुरा। जे पनि भइरहेको छ त्यसको पछाडि एउटा कारण छ। हाम्रो हरेक भावना, हरेक अनुभव त्यो पहिले नै रोपिएको कुनै बिउको फल हो। अब यही बिउ र रुखको उदाहरणलाई अलि विस्तारमा हेरौँ। दोस्रो खण्ड, रुख कसरी हुर्कन्छ। कारण र कार्यको लागि यो एउटा उत्कृष्ट रूपक हो। यसले देखाउँछ कि कसरी एउटा सानो विचारले हाम्रो जीवनको पूरै कथालाई आकार दिन सक्छ। ल हेर्नुहोस् है, यो प्रक्रिया कसरी अघि बढ्छ। पहिलो चरण हो बिउ। एउटा सानो कारण रोप्यो, त्यसपछि आउँछ टुसा। त्यो कारणको असर देखिन थाल्छ अनि बिस्तारै त्यो टुसा बन्छ एउटा रुख, अर्थात् कार्य पूर्ण रूपमा प्रकट हुन्छ। र अन्त्यमा त्यो रुखमा फल्छ फल, जसको परिणाम हामी भोग्छौँ। र फेरि त्यही फलले नयाँ बिउहरू सृजना गर्छ। यो चक्र चलिरहन्छ। त्यसो भए त्यो दुःखको बिउभित्र आखिर के हुन्छ त? त्यसको जेनेटिक कोड के हो? तेस्रो खण्डमा हामी यही कुरा हेर्छौँ, अस्तित्वको श्रृङ्खला। बौद्ध दर्शनले यसलाई प्रतीत्य समुत्पादका 12 कडीहरू भनेर व्याख्या गर्छ। हो, यही हो त्यो नक्सा। यसलाई भवचक्र पनि भनिन्छ, अर्थात् अस्तित्वको चक्र। यो हाम्रो अनुभवको खाका हो। यसले देखाउँछ कि कसरी दुःख सिर्जना हुन्छ र कसरी हामी त्यही चक्रमा, त्यही ढाँचामा बारम्बार घुमिरहेछौँ। यो चक्रको मूल मन्त्र एकदमै सरल छ। यो भएकोले त्यो उत्पन्न हुन्छ। सोच्नुस् त, डोमिनो लडे जस्तै। एउटा लड्छ, त्यसले अर्कोलाई लडाउँछ, अर्कोले अर्कोलाई। यो एउटा यस्तो चेन रियाक्सन हो जहाँ हरेक घटना आफ्नो अघिल्लो घटनामा निर्भर हुन्छ। अब हेरौँ ती 12 कडीहरू के हुन्। यो सुरु हुन्छ पहिलो नम्बर अविद्याबाट, अर्थात् अज्ञान। त्यसपछि आउँछ संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना। अनि 7औं कडी वेदना अर्थात् अनुभूतिपछि आउँछ 8औं तृष्णा। यो एकदमै महत्त्वपूर्ण छ। त्यसपछि उपादान, भव, जाति र अन्त्यमा 12औं कडी जरामरण अर्थात् बुढ्यौली र मृत्यु। देख्नुभयो, यो अज्ञानबाट सुरु भएर दुःखमा अन्त्य हुने पुरै यात्राको नक्सा हो। अब यो श्रृङ्खलाको जडमा जाउँ। पहिलो कडी अविद्या। यो भनेको के हो? यो भनेको वास्तविकतालाई जस्ताको तस्तै नदेख्नु हो। एउटा आधारभूत अज्ञानता। दुःखको रुखको बिउ नै यही हो। सबै कुरा यहीँबाट सुरु हुन्छ। अब 8औं कडीमा ध्यान दिउँ, तृष्णा। यो त हामी सबैले हरेक दिन, हरेक क्षण अनुभव गर्ने कुरा हो। कुनै राम्रो अनुभूति हुँदा अझै चाहियो भन्ने लोभ, नराम्रो अनुभूति हुँदा यो हुनु हुँदैन भन्ने घृणा। यही चाहना र घृणाको प्रतिक्रियाले नै यो पुरै चक्रलाई घुमाइरहने इन्धनको काम गर्छ। र यो श्रृङ्खलाको अन्तिम गन्तव्य 12औं कडी जरामरण अर्थात् बुढ्यौली, क्षय र मृत्यु। यो चक्रमा बाँधिएर जन्मेपछि शोक, पीडा र निराशा सहितको यो परिणाम भोग्नु अनिवार्य जस्तै हुन्छ। यो नै त्यो शर्तयुक्त जीवनको अन्तिम सत्य हो। तर के यो जन्मकैद हो त? के हामी सधैँ यही चक्रमा घुमिरहनुपर्छ? पर्दैन। चौथो खण्ड साङ्लो तोड्ने। यो नक्सा बुझ्नुको उद्देश्य नै यो साङ्लोबाट मुक्त हुने बाटो खोज्नु हो। बुझाइबाट मुक्तिसम्मको यात्रा। प्रश्न उठ्छ, दुःखको रुखलाई बढ्नबाट कसरी रोक्न सकिन्छ? र जवाफ एकदमै सुन्दर छ।
हामीले बढेको रुखलाई काट्ने होइन, बरु फेरि त्यो दुःखको बिउ नै नरोप्ने हो। त्यसो भई छनौट हाम्रो हातमा छ। एकातिर छ अज्ञान अर्थात् अविद्या, जुन दुःखको चक्रको बिउ हो। यसले कारण र कार्यको त्यो चेन रियाक्सनलाई निरन्तरता दिन्छ। अर्कोतिर छ ज्ञान अर्थात् प्रज्ञा। यो नै चक्र अन्त्य गर्ने साँचो हो। जब हामी वास्तविकतालाई स्पष्ट रूपमा देख्छौं, त्यो श्रृङ्खला जडबाटै तोडिन्छ। अब अलिकति माथि उठेर हेरौँ। एउटा रुखलाई मात्र होइन, अब पुरै जङ्गललाई नै हेर्ने बेला भयो। 5औं खण्ड, सम्पूर्ण जङ्गललाई हेर्ने। यो सिद्धान्तले केवल व्यक्तिगत दुःखको विश्लेषण मात्र गर्दैन, यसले त वास्तविकतालाई हेर्ने हाम्रो पुरै दृष्टिकोणमा नै क्रान्ति ल्याइदिन्छ। स्वयं बुद्धको भनाइ छ, यो पच्चुपदम पश्यति सो धम्मम पश्यति, अर्थात् जसले प्रतीत्य समुत्पादलाई देख्छ उसले धर्म सत्यलाई देख्छ। यो केवल एउटा दर्शनको कुरा मात्र रहेन, यो त सत्यलाई साक्षात्कार गर्ने माध्यम नै हो। ल, आजको यो गहिरो छलफलबाट हामीले के बुझ्यौँ त? केही मुख्य कुराहरू छन्। पहिलो, हाम्रा अनुभवहरू जथाभावी हुँदैनन्, तिनीहरू कारणहरूमा निर्भर हुन्छन्। दोस्रो, दुःखका पनि पहिचान गर्न सकिने कारणहरू छन्, जसको मूलमा अज्ञान र तृष्णा छन्। तेस्रो, जब हामी कारण बुझ्छौँ, हामीसँग कार्यलाई प्रभावित गर्ने शक्ति आउँछ। र अन्त्यमा, यो बुझाइले नै मुक्तितर्फको सिधा बाटो देखाउँछ। अन्त्यमा, यो प्राचीन ज्ञानले हामीलाई एउटा निकै शक्तिशाली प्रश्न सोध्न बाध्य बनाउँछ। यदि हाम्रो दुःखको कारण छ भने के हामी फरक बिउ रोप्ने छनौट गर्न सक्दैनौँ र? यो प्रश्नको उत्तर हामी प्रत्येकले आफैभित्र खोज्नुपर्नेछ।